सावित्री अयो का यो अलक्षिणी आइमेको बिहान बिहानै अनुहार हेर्नु परेको। तपाईले के भन्नुभएको यस्तो? म कसरी अलक्षिणी भएर? बोस हाम्रो गाउँमा त फेरि लफडा भइछ नि त। के रे फेरि मेरो हातबाट मर्न कसको निधारमा लेखेछ? त्यो हाम्रो गाउँको विधवा महिला छ नि हजुर, त्यसलाई गङ्गाले भुत्ल्याएर हैरानै पारेछ भने। मलाई यो गाउँको सबैले हेप्छन्, कोही आउँछन् अलक्षिणी भनेर जान्छन्, कसैले आएर भुत्ल्याएर जान्छन्। हेर भाइ, यो कुरा भरम होइन, सत्य र साँचो। यदि मेरो छोरी तल माथि केही भयो भने पो यसलाई मैले जानेको छु। अब त मलाई यस्तो लाग्न थालिसक्यो म बाँचेर कामै रहन्छ, तर के गर्नु, मर्नु पनि सक्दिनँ। तेरो लागि साथ दिने बच्छु। अनि फुपू घरमा यत्रो घटना भएको रहेछ त उता बाबालाई किन नभन्नु भएको त? गल्ती मान्छेबाटै हुने हो। यो कुरा त मैले बिहानै भनेको। यो सब नाटक त्यो विधवा महिलालाई मार्न रचेको षड्यन्त्र मात्रै हो। मेरो कारणले तपाईहरुलाई अप्ठ्यारो पर्ला जस्तो छ। म अभागीको लागि किन यस्तो गर्नु पर्यो?